नेपालको आधुनिक राजनीतिमा दुर्गा प्रसाई सायद सबैभन्दा विवादास्पद र उत्तिनै छाक लाग्दो पात्र हुन्। कहिले कम्युनिस्ट नेताहरूको भान्सामा त कहिले राजा फर्काउने आन्दोलनको सडकमा उनको यो यात्राले धेरैलाई अलमलमा पारेको छ। आउनुहोस्, आज हामी उनको यही रहस्यमय यात्राको पत्र केलाएर हेरौँ। ल, हाम्रो आजको चर्चा यही एउटा मुख्य प्रश्नबाट सुरु गरौँ। सोच्नुहोस् त, हिजोसम्म जो व्यक्ति कम्युनिस्ट नेताहरूलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर सत्ताको एकदमै नजिक थिए, आज उनी नै त्यही व्यवस्थालाई ढाल्छु, राजतन्त्र फर्काउँछु भनेर सडकमा सबैभन्दा चर्को स्वरमा किन कराउँदैछन्? यो बदलावको कथा साँच्चै नै एकदमै अचम्मको छ। उनको हिजो र आजलाई एकै ठाउँमा राखेर हेर्दा त झनै अचम्म लाग्छ। एकातिर उनी पुष्पकमल दाहाल र केपी ओली जस्ता शीर्ष कम्युनिस्ट नेताहरूका खास सहयोगी थिए, अनि नेकपा एमाले जस्तो पार्टीको केन्द्रीय सदस्य। अनि आज उनी तिनै नेताहरूले ल्याएको गणतन्त्रको विरुद्धमा छन्। राजतन्त्र चाहियो, हिन्दू राज्य चाहियो, संघीयता खारेज गर भन्दै सडक आन्दोलनको नेतृत्व गरिरहेका छन्। यो यस्तो फरकपन आकाश र पाताल जस्तै। आखिर यो परिवर्तन कसरी भयो? यो पुरै कथा बुझ्नको लागि हामीले अलिकति पछाडि फर्किनुपर्छ। एक समय थियो जब दुर्गा प्रसाई राजनीतिको भित्री चोटामा थिए, एक इनसाइडर। उनले शक्तिशाली कम्युनिस्ट पार्टीहरूसँग यस्तो सम्बन्ध बनाएका थिए कि त्यसले उनको प्रभाव र व्यापार दुवैलाई उचाइमा पुर्यायो। आउनुहोस्, उनको त्यो इनसाइडर यात्रा कस्तो थियो पहिले त्यो हेरौँ। उनको राजनीतिक यात्रा कहिल्यै पनि सोझो रेखामा हिँडेन, एकदमै घुमाउरो रह्यो। सुरुमा भैँसी पालनमा हात हाले, तर त्यो नचलेपछि ऋणमा डुबे। त्यसपछि राजनीतिमा आए। गृहयुद्धको समयमा माओवादीलाई लुकाउने र सघाउने काम गरे। शान्ति प्रक्रियापछि पहिले प्रचण्डसँग नजिक भए, अनि केपी ओलीसँग। अन्ततः एमालेको केन्द्रीय सदस्य जस्तो महत्त्वपूर्ण पदमा पनि पुगे। तर 2023मा आएर उनको यात्राले यस्तो मोड लियो कि राजतन्त्रको कुरा उठाएपछि उनलाई पार्टीले नै निकालिदियो। 2017को कुरा हो। एउटा फोटो सामाजिक सञ्जालमा जताततै फैलियो, एकदमै भाइरल भयो। फोटोमा दुर्गा प्रसाईले आफ्नो घरमा दुई ठूला कम्युनिस्ट नेता केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाइरहेका थिए। यो फोटो हेर्दा त सामान्य भोजभतेर जस्तो देखिन्छ, तर होइन। यसको राजनीतिक अर्थ एकदमै गहिरो थियो। त्यो एउटा भाइरल फोटोले दुर्गा प्रसाईको परिचय नै बदल्दियो। उनी अब एक सामान्य व्यापारी मात्र रहेनन्, उनी एक शक्तिशाली डिल मेकर बने। प्रसाई आफै के दाबी गर्छन् भने त्यही मार्सी भातको टेबलमा भएको कुराकानीले नै दुई ठूला कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्यायो, जसले पछि चुनाव जितेर देशमा सरकार नै बनायो। यो घटनाले नेपालमा व्यापार र राजनीति बीचको जुन गहिरो सम्बन्ध छ त्यसलाई छर्लङ्गै देखाइदियो। तर सत्तासँगको यो न्यानो सम्बन्ध धेरै समय टिकेन। अब कथाले एउटा नाटकीय मोड लिन्छ। एउटा सपना, एउटा महत्त्वाकांक्षा जुन पूरा हुन सकेन, र त्यही अधुरो सपनाले उनलाई स्थापित राजनीतिक शक्तिहरू विरुद्ध विद्रोह गर्न बाध्य बनायो, जसले उनको आजको पहिचान बनायो। अब कुरा आउँछ एउटा एकदमै ठुलो रकमको, 5.57 अर्ब रुपैयाँ। सोच्नुहोस् त, कति ठुलो पैसा। यो पैसा दुर्गा प्रसाईले झापामा आफ्नो सपनाको प्रोजेक्ट बीएनसी मेडिकल कलेज बनाउनको लागि 8वटा कमर्सियल ब्याङ्कहरूबाट ऋण लिएका थिए, र यही लगानी, यही सपना उनको जीवनको सबैभन्दा ठुलो लडाईँको कारण बन्न पुग्यो। उनको राजनीतिक मोहभङ्गको खास जड यही हो। अरबौँको लगानी लगाएर बनाएको मेडिकल कलेज, तर सरकारले सम्बन्धन नै दिएन। प्रसाईले यसलाई आफूमाथि भएको राजनीतिक अन्यायको रूपमा लिए। जब उनको मुद्दा अदालतमा 47 पटकसम्म पेशी सर्यो, उनको धैर्यको बाँध टुट्यो। उनको निराशा अब आक्रोशमा बदलियो र उनले सिङ्गो व्यवस्थालाई नै आफ्नो दुश्मन देख्न थाले। तर जबसम्म यो जित आयो नि, धेरै ढिलो भइसकेको थियो। सर्वोच्च अदालतले अन्ततः उनको पक्षमा फैसला त सुनायो, तर त्यति बेलासम्म दुर्गा प्रसाई एक व्यापारीबाट राजनीतिक विद्रोही बनिसकेका थिए। हो, यो जितले उनको व्यवसायलाई त राहत दियो, तर उनको राजनीतिक बाटो भने अर्कै दिशातर्फ मोडिसकेको थियो। सत्ताको खेलबाट पाखा लागेपछि दुर्गा प्रसाईले आफूलाई पुरै नयाँ रूपमा ढाले। अब हामी उनको रूपान्तरणको त्यो चरणमा छौँ जहाँ उनी एक तिरस्कृत इनसाइडरबाट आम मानिसको भावनालाई हतियार बनाउने व्यवस्था विरोधी पपुलिस्ट नेताको रूपमा उदाए, र उनको यो नयाँ अभियानले देशको राजनीतिमा नै एउटा तरङ्ग ल्याइदियो। कम्युनिस्ट पार्टीबाट निकालिनु उनको लागि अन्त्य थिएन, बरु एउटा नयाँ सुरुवात बन्यो। फेब्रुअरी 2023मा उनले सुरु गरे
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान। अभियानको नामबाटै प्रष्ट हुन्छ उनको नयाँ राजनीतिक हतियार के थियो। राष्ट्रवाद, धर्म र व्यवस्थाबाट पीडित नागरिकको मुद्दा हो। यहीँनिर उनको पपुलिस्ट खेल प्रष्ट देखिन्छ। उनले जनताको मन छुन एकदमै चलाखीपूर्ण बाटो अपनाए। कसरी? हेर्नुस् है, एकातिर राजतन्त्र, हिन्दू राज्य, संघीयता खारेजी जस्ता कुराहरू उठाए जुन सिधै मान्छेको भावनासँग जोडिन्छ, अनि अर्कोतिर ब्याङ्कको ऋणले थिचिएका आम मानिसलाई के भने 20 लाखसम्मको ऋण मिनाहा हुन्छ। यो त सिधै उनीहरूको घाउमा मलम लगाए जस्तै भयो नि, होइन र? यो रणनीतिले उनलाई एकाएक लोकप्रिय बनाइदियो। प्रसाईका यस्ता भनाइहरूले उनको आक्रामक शैलीलाई छर्लङ्ग पार्छ। उनले ब्याङ्क र वित्तीय संस्थाहरूमाथि सिधै प्रहार गरे र आफ्ना समर्थकहरूलाई कानुन हातमा लिन समेत उक्साए। यो उनको विद्रोहको सबैभन्दा चर्को र आक्रामक रूप थियो। हरेक विद्रोहको अन्त्यमा हिसाब किताबको समय आउँछ। अब हामी उनको कथाको अन्तिम अध्यायमा छौँ, जहाँ उनको विरासतको लेखाजोखा हुँदैछ। एकातिर उनको व्यापारिक साम्राज्य बिस्तारै तङ्ग्रिँदैछ, तर अर्कोतिर उनको राजनीतिक भविष्य भने कानुनी उल्झनको चक्रव्यूहमा नराम्ररी फसेको छ। उनको त्यो आक्रामक राजनीतिक यात्राले उनलाई अन्ततः कानुनको कठघरामा ल्याएरै छोड्यो। सडक प्रदर्शनमा हिंसा भड्काएको जस्तो गम्भीर आरोपमा उनी अहिले हिरासतमा छन्। भन्नुको मतलब उनले रोपेको विद्रोहको फल अब उनले आफै चाख्नु परेको छ। र यो सायद सबैभन्दा ठूलो व्यङ्ग्य हो। जुन मेडिकल कलेजको लडाईँले उनको विद्रोह सुरु भयो, त्यो व्यवसाय आज उनको अनुपस्थितिमा उनका छोराको नेतृत्वमा फस्टाइरहेको छ, आर्थिक रूपमा स्थिर हुँदैछ, जबकि उनी आफै भने जेलमा छन्। अन्तमा प्रश्न फेरि दुर्गा प्रसाईमाथि नै आएर ठोक्किन्छ। उनी को हुन्? व्यवस्थासँग लड्दा लड्दा कट्टर बनेका एक सिद्धान्तवादी, वा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न जुनसुकै बाटो अपनाउन तयार एक चतुर अवसरवादी? सायद यसको जवाफ त्यति सजिलो छैन। तर एउटा कुरा पक्का छ, उनको यो यात्राले नेपालको राजनीति, पैसा र शक्तिको जटिल खेलबारे धेरै गम्भीर प्रश्नहरू भने अवश्य खडा गर्छ।